त्यो सुन्निन स्टप हनुमान फुल्लिन दिँदैन है यसले चाहिँ यो र नुनले। ल त कमिला बारुला जस्ता किराहरूले टोकेमा के गर्ने भन्ने सम्बन्धमा आज म भिडियो बनाउँदैछु। हेर्नु होला, कमिला बारुला जस्ता किराहरूले टोकेमा चाहिँ यो कागतीलाई काट्ने र नुनमा लगाएर चाहिँ यसरी दल्नु भने तुरुन्तै चाहिँ यो के हुन्छ, निको हुन्छ। तपाईँ हाम्रो चाहिँ गाउँघरमा जङ्गलपातमा बाटो हिँड्दाखेरि अरिगालहरूले बारुलाहरूले र घरमा मौरीको मह काट्दा यदि टोक्यो भनेदेखि चाहिँ यसलाई काट्ने आदि र यो नुनमा चोप्ने र जहाँ जहाँ टोकेको छ त्यो ठाउँमा चाहिँ यसरी दलिदिनु भयो भने चाहिँ हनुमान जस्तो फुल्न पाउँदैन है। यत्रो यत्रो हनुमान जस्तो फुलाइन्छ नि। र कसैले चाहिँ मौरीले टोक्यो कमिलाले टोक्यो भनेर चाहिँ तेल मरितेल लगाउँछन् अनि झन् विषतिर जान्छ। त्यो चाहिँ त्यो गर्नु हुँदैन। यो काम गर्यो भने चाहिँ एकदम राम्रो काम गर्छ। त्यो सुन्निन स्टप हनुमान फुल्लिन दिँदैन है यसले चाहिँ यो र नुनले।